एक्टमा नै के मेजर प्रब्लम छ भनेर चाहिँ गयो। अब सबै A to Z जाँदाखेरि चाहिँ टाइम नै बढी लाग्छ, आधी घन्टामा त्यो जान सक्दैन। हामीलाई लागेको मेजर 5वटा पोइन्ट चाहिँ हामीले टिपेर ल्याएको छ। पहिलो भनेको चाहिँ हामी सबैले टेबलमा बसेर डिस्कस गर्दाखेरि जसरी रिटर्न डकुमेन्ट भनेर डिफाइन गरेको छ त्यो चाहिँ अलिकति भेग खालको छ। त्यसमा यन्त्रको कुरा गरेको छ, श्रव्य दृश्यलाई पनि मेन्सन गरेको छ, लिखित हुनुपर्छ भन्ने कुरा नि मेन्सन गरेको छ। र त्यो भनिरहँदाखेरि हामी चाहिँ डिजिटली ट्रान्सफर्म भइरहेको छ, इ गभर्नेन्सको कुरा आइरहेको छ भने साथै सूचना प्रविधिको प्रयोग गरेर दिन सकिने कुराहरू भयो, च्याटबटको थ्रुबाट, मेसेजको थ्रुबाट गरिनेलाई पनि इन्क्लुड गराउन पर्छ भनेर हाम्रो वान अफ दि रेकमेन्डेसन भनेको चाहिँ जुन डेफिनेसन अफ रिटर्न डकुमेन्ट छ त्यसलाई चाहिँ मोर स्कोप बढाएर एक्सटेन्ड गरेर इन्फर्मेसन टेक्नोलोजीको युजलाई चाहिँ इन्क्लुड गराउन पर्छ भनिरहेको छ। त्यो पछि अर्को भनेको चाहिँ हाम्रो यो अहिलेको ऐनले चाहिँ एकदमै सूचनाको हक कसलाई हुनेछ भन्दाखेरि नेपाली नागरिकलाई भनेको छ। हेर्ने हो भने अक्षर रामसरले चाहिँ संविधानकै प्रोभिजन चाहिँ ल्याएर राखेको छ, तर हामीले सूचनाको हक भनिरहँदाखेरि चाहिँ ICCPR ले नै मेन्सन गरेको प्रोभिजनलाई चाहिँ लिनुपर्छ होला, जसबाट चाहिँ प्रत्येक व्यक्तिलाई भन्ने चाहिँ डिफाइन गरेको छ। त्यही भएर यसको स्कोपलाई चाहिँ एक्सपान्ड गरेर ओन्ली नेटिभ सिटिजन नभइकन यो चाहिँ इन्डिभिजुअललाई चाहिँ राइट हुनेछ भनेर त्यसको प्रोभाइजोको रूपमा चाहिँ नेपाली नागरिकलाई कुन कुन विषयमा सूचनाको हक हुनेछ र नेपाली नागरिक नभएको हकमा चाहिँ कुन कुन सूचनामा हक हुनेछ भनेर चाहिँ एउटा डिस्टिङ्ग्विस गराएर क्लासिफाई गराएर गराउन सकिन्छ। त्योबाट चाहिँ